हेलो साथीहरु नमस्ते हुआ वेलकम ब्याक टु माई भ्लग नाइमा चामलिङ राई। अनि आज चाहिँ मैले भ्लग स्टार्ट गरेको छु। कहाँ आएर भन्नुहुन्छ भने साथीहरु खेतमा पनि आएर यही मटर राख्ने घरमा स्टार्ट गरेको छु। यता मेरो छोरा पनि छ आइडी दिवाहाङ राई दिवाहाङ राई हैन ए दिवाहाङ चामलिङ राई अरे साथीहरु मेरो छोराको भ्लगको नेम चाहिँ। अनि त्यहाँ पनि तपाईहरुले सब्स्क्राइब गरिदिनु अरे साथीहरु। अनि आज चाहिँ म तपाईहरुलाई कहाँ लाने छु भने नि साथीहरु लाने छु हैन ल्याइसकेको छु। कहाँ भन्नुहुन्छ भने खेतमा। लो हेर्नुस् धानहरु यस्तो फलेको छ नि धान। आम्मामामा यो त राम्रो धान फलेको छ यसरी साथीहरु। अब म यहाँनेरि मटर जोड्छु। यहाँ चाहिँ मेरो छोराले निकाल्दैछ है साथीहरु। कल पेल्दैछ। उता अब थिस भाइ उता थिस त पावर ट्याग बना न। आयो पानी सफल भएको छ हाम्रो दिवाहाङ राई। पानी निकाल्नु नगर्न पानी आइसक्यो। अनि हामी चाहिँ अब यहाँबाट उता पानी छ छैन उता उमा हेर त भाइ त्यो उमा। अब साथीहरु घरतिर लागे म चाहिँ है। यहाँ पानी त यता गएछ नि त हौ। ए बर्बाद भएछ बर्बाद भएछ। पानी यता गइसक्यो साथी। आली नागेर गएछ पानी। यो हातले भर नदिएको र। ओइ भाइ आइज न जाउँ। भाइ आइज जाउँ अब घरमा गएर फेरि घाँस काट्नु पर्ने साथीहरु। बाख्रालाई पनि छैन घाँस पाडालाई पनि छैन। लागे अब आइज भाइ चाबी तसँगै छ हैन स्कुटीको चाबी। यस्तो मजाले दाल फलेको छ हेरौ न दाल के गर्नु राख्नै सकिन। सबै धानकोमा झेलेर काट्नु पर्यो। मासतिरै भेटौँला है साथीहरु। गर्मी भयो मैले राखेँ। स्कुटी चाहिँ यहाँ छ मेरो। साथीहरु खेतबाट आएर पनि खानासाना खाएँ। अनि अब म चाहिँ लागे कस्तो आयो घाँस काट्नु जान्छु बाख्रोलाई घाँस। यता चाहिँ मेरो छोरा फुत्रु गरेछ भोलि स्कुल लाग्दैछ। स्ट्यान्डले हान्नु पर्छ यसलाई चकचक गर्नेलाई गाइजहरु। म चाहिँ लागे जान्छु म घाँस काट्नु खुर्केर आयो जो भान हुर्केर।
लु है राम 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 फुटबल खेलाडीहरू कान्छा तिमी किप्पर हो को किप्पर ल बाख्राले पनि म्या म्या गर्दैछ है मलाई र परो साथीहरू बल्ल बल्ल जोतिसके अब म लागे घरतिर लागे अनि मटर लिन जानुपर्ने छ खेतमा यस्तो भइसक्यो होइन रात पर्यो है रात पर्यो अब म लागे यहाँ बोडी बारी यस्तो छ साथीहरू यता फेरि घिउ बोडी फल्दैछ घिउ बोडी हजुरहरू कसलाई मन पर्छ म पठाइदिन्छु फल्दैछ है के फल्दै रहेछ हौ यतै फल्दैछ साथीहरू घिउ बोडी यता मेरो घर पछाडि चाहिँ यहाँ चाहिँ खनेर साग हालिदिनु पर्यो भनेको भ्याएको छैन हौ साथीहरू कहिले भ्याउने हो मैले खुट्टा धोएर लाग्नु पर्यो खेततिर खोइ मेरो चप्पल भाइ मेरो चप्पल ल्याइदे ओइ एसपी नानी फुलै पानी हाल है म हिँडेको मैले पनि पानी त साथीहरू आइरहेको छ हेर्नु न बिहान हालेर गएपछि अरू सबभन्दा राम्रो के छ भने नि हाम्रो चाहिँ मोटरमा पानी चाहिँ आउँछ है साथीहरू बिहान हालेर गएको त्यसपछि दिनभरि एकपल्ट पनि म हेर्न आइनँ घरमै काम थियो घरमै घाँस काट्नु पर्ने बारी जोत्नु पर्ने आलु अस्ति एक गरा मात्रै रोपेको साथीहरू अब एक गरा छ रोप्न बाँकी अनि त्यही भएर म चाहिँ भ्याइनँ अनि त्यही भएर नआएको तर पानी चाहिँ आइरहेको रहेछ बिहान कति बजी लाएको भन्नुहुन्छ भनेदेखि 8 बजी खोलेको पानी है अहिलेसम्म आइरहेको छ तपाईँको लाइन गयो भने पनि पानी आउँछ यति चाहिँ राम्रो छ हाम्रो धानमा पानी लाउन अनि धान चाहिँ यस्तो छ न भाइ ओ भाइ यता आइज त्यो पानीमा त सर्प हुन्छ है ढोडे सर्प ढोडे भनेको त्यो पानीमा बस्ने सर्प हुन्छ त्यसले टोक्यो भने विष त लाग्दैन भन्छ खोइ त्यही पनि टोक्छ नि त यता ऊ हुन्छ नि यतातिर चाहिँ ऊ पनि हुन्छ नि फेरि यस्तोमा चाहिँ एकदम हेरेर हिँड्ने कस्तो रात पर्यो क्या आज काम गर्दा गर्दै रात पर्यो हामीहरू लाग्यौँ भुइँ हेर्नुपर्छ किरामिरा हुन्छ गाइजहरू आफू पनि हेर्ने है मलाई मात्रै नदेखाउनु मेरो त भिड यति चाहिँ हिँडेर आउनुपर्छ स्कुटी चाहिँ यहाँ छ ल ए तातो न तातो भएछ मोटर पनि म त लाग्दैन छ नि भाइ त तपाईँले हो नि म तलाउँछु भनेर एउटामा त देखेँ लिन्छ टसे टस गरेर कुन बाटो जाने माथिल्लो हजुर माथिल्लो बाटो
यस चढेको चलो साथीहरू मटर लिएर पनि घर आइपुगेँ म र छोरा चाहिँ आइपुग्यौँ अनि अब चाहिँ मेरो भ्लग म यहीँ इन गर्ने छु